सपिङ गर्नु। यो चाहिँ मेरो आउटफिट, मेरो छोरीको आउटफिट हो नि हो। हेलो गाइस गर्नु त। हेलो हलमार्क आएको छ, त्यही भएर हामी चाहिँ यहाँ पस्न हेन्सम केटोको लागि लुगा। यो चाहिँ मेरो छोरी चाहिँ यसमा भोलि भिडियो आउँछ दसैँको। कान्छु एकदम दामी छ बुट। रेड कलरको। वर्ष दिन आएको चाडबाड हो, खुसी साथ मनाउनु होला। साथीहरू आज चाहिँ हामी बजार गएको दसैँको सपिङ गर्नु। यो चाहिँ मेरो आउटफिट, मेरो छोरीको आउटफिट मेरो छोरीको। यहाँ नि यो चाहिँ मेरो छोरीको आउटफिट, अन्त मेरो छोराको आउटफिट। नमस्ते गर्दै हेलो गाइस गरौँ। हेलो गाइस गरौँ। यहाँ चाहिँ मेरो बुढोको आउटफिट। म्याचिङ म्याचिङ बुढाबुढी। हो नि हो। हेलो गाइस गर्नु त। हेलो मेरा जू सू यो चाहिँ के हो अन्त आयो? बहिनी ऊ जाँदै मेरो जुत्ताको हालत चाहिँ यस्तो छ साथीहरू। के गर्नु अब, बुढोले किनिदिँदैन, नचुटिन्जेल फ्याँक्ने आदतै छैन हो। पुरानो होइन, मेरो थुप्रो छ फ्याँक्नु। साथीहरू हामी चाहिँ गाडी तल पार्किङ गरेर अब चाहिँ यहाँनिर हाम्रो कालिम्पोङमा चाहिँ विशाल मार्क आएको छ, त्यही भएर हामी चाहिँ यहाँ पस्न आँटेको। आज के पाउँछ हेर्छु अनि तपाईँहरूलाई देखाउँछु ल। हेर्नु नि नानीहरूको लुगा चाहिँ मलाई एकदमै राम्रो लाग्छ। तर ठुलोको भन्दा पनि रानीको चाहिँ एकदम राम्रो एकदमै राम्रो क्वालिटी। तातो यो लुगा स्वेटरहरू यो चाहिँ उयसको रहेछ। अब कहाँ हो कति डिफ्रेन्ट पनि लाउनु नानी छ त डिफ्रेन्ट कलर पनि लाउनु न, राम्रो छ। यहाँबाट माथि हामी चाहिँ बजारबाट आइपुगेर चाहिँ सामान अनबक्सिङ गर्दैछु है साथीहरू। के देखाउ त। यो चाहिँ हामीले स्नो वाइटमा किनेको हो। यो चाहिँ हो हाम्रो ह्यान्डसम केटोको लागि लुगा। यो चाहिँ जोगर्स हैन। ट्राई गरेर देखाउ न। अब 1-2 साल पछि त बहुत छोरालाई लुगा पनि एकै साइजको हुने रहेछ। जुत्ता त अलरेडी मेरो साइज भइहाल्यो। बस्नु न भिडियो डिस्टर्ब चाहिँ हाम्रो यो चाहिँ जम्पर हेर्नु न। दाम पनि 1790 रुपियाँ मात्रै हो यसको त।
दामी रहेछ दामी 20 रुपियाँ कि 30 रुपियाँ मात्रै घटाइदियो मजाको लाग्यो मलाई औ अझै पक्का झारेम था दे दुगा यो दामी लाग्यो भाइ ओ, handsome केटो। एकछिन यहाँ प्याक गरेर प्याक गर्नु त कान्छु यता आउनुहोस् त तिमीलाई दसैँको लुगा दिन्छु दसैँ मनाउनु त हुँदैन कि साथीहरू जुठो लागिरहेको छ तर पनि अब नानीहरूलाई लुगाहरू चाहिँ किनिदिएको खुसी हुन्छ नि त हो ल ह्यान्डसम केटो पापा यो ह्यान्डसम केटालाई दसैँको लुगा यो मेरो ह्यान्डसम केटोलाई अहिले म दसैँको पापा। गिफ्ट चलो भाइ दसैँको गिफ्ट बस नि यहाँ बस नि बस अब पुच्चो फेरि अब पुच्चोको लुगा हो नि राख्नु पुच्चो अब मेरो यो पनि स्नो वाइटकै हो यो पनि समाजले किनेको यो हाम्रो सनसाइनको लुगा Sunshine हो हो, यो दुईटा। कान्छु यहाँ आउनु त यो बाबुको ह्याङ्की रहेछ हौ थ्याङ्क यू कस्तो सफ्ट छ यो कस्तो सफ्ट छ छाम्नु त त्यसको सफ्ट छ पुरा होटल त के साह्रो एकदम सफ्ट हो यो चाहिँ भाइको हो यो चाहिँ आइसफ्री गिफ्ट थाप्नु यो बाबुको यो भाइ यहाँ आउनु तिम्रो लुगा हेर्न आउनु पुच्चो यो हाम्रो नजिकबाट पुच्चोलाई देखाउनुपर्छ। यो यो चाहिँ मेरो हाम्रो छोरीको लुगा यी कस्तो क्युट छ 3 पिस हो कि है कहाँ यता आउनु यो इनर हो भन्छ अन्त यो भन्छ? चाहिँ आउटर यो लुगा लगाएर आऊ न अन्त तिमी यो चाहिँ चाहिँ लगाएर आऊ न जाऊ त ट्राई गर ट्राईको रहेछ कि कस्तो तातो छ जाडोमा लगाउने खालको रहेछ हो है यो चाहिँ नानीको मजा दुईटा दामी छ नानीको चाहिँ कति रहेछ भन्दा नि यो चाहिँ यो सेटको चाहिँ 2550 रुपियाँ लाग्यो हो अन्त यो मजाको लाग्यो 105 रुपियाँ यसमा चाहिँ डिस्काउन्ट हुँदैन अरे हो यो चाहिँ नानीको ह्याङ्की पापाको चोइस हो यो बहिनीलाई ए गिफ्ट मेरो भिडियो बिगारिदियो किन चलाइदियो त्यो हेर्नु हो मेरो छोरीले चाहिँ यहाँ बाजा बजाउँदैछ हो त्यो चाहिँ त्यो दिनु त बाबु मेरो पुच्ची यो लुगा लगाउनु है गिफ्ट मेरो पुच्चीलाई गिफ्ट भोजन दिन्छु गिफ्ट थाहा त पहिला मेरो थ्याङ्क यू पुच्चीलाई पापा गिफ्ट भन ल जानको पर गाइस यी मैले गिफ्ट पाएँ भन भन छिटो जाऊ पर लगाएर हो पर रुममा लैजाऊ अब यो चाहिँ के हो पापा ओ या ल्याउनु हेरौँ के छ रहेछ गाइस एन्ड गर्ल्स वेस्ट साइड हो यो चाहिँ हो म्याडमको यो चाहिँ मेरो बुढोले मलाई किनिदिनु भएको के हो सेट छ खतरा छ हो यो चाहिँ इनर हो आउटर कोट दामी यो दामी चाहिँ मेरो हो 2500 कै हो लाग्यो ल यो तिम्रो पठाइयो थ्याङ्क यू के अरे दसैँ राखेँ ए कान्छु छोरीको चाहिँ अझै दसैँको सेट छ है यहाँ दाजु चाहिँको म्याचिङ दाजु चाहिँको पनि छ नि त यस्तो छ माथि ड्रेस पट्टिको ले त यसको ड्रेस यो चाहिँ सेटै छ नि यो चाहिँ मुनिको पेन यो चाहिँ नानीको कुर्ता यो चाहिँ बेबी हकमा किनेको हो साथीहरू यो चाहिँ लाग्यो डिस्काउन्ट गरेर 1881 रुपिस 60 पैसा अरे अझै हो आमा 60 पैसा पनि हो यो चाहिँ बेबी हकबाट मलाई चाहिँ बेबी हकको लुगा चाहिँ एकदमै दामी लाग्छ नानीको लागि चाहिँ एकदमै स्विट यसमा चाहिँ एउटा वाह। रहेछ है मेरो छोरी चाहिँ यसमा भोलि भिडियो आउँछ दसैँको कान्छु यो लगा तिम्रो कुर्ता कसलाई इन्ट्रेस्टै छैन यो चाहिँ भाइको यहाँनिर यो चाहिँ फेरि यो चाहिँ बहिनीको अनि यो चाहिँ दादाको यो चाहिँ दादाको हो यो चाहिँ आयु दादाको
यो चाहिँ सेट भयो भोलि दसैँको लागि होइन दादा यहाँ राखिदिन्छ अब यो चाहिँ हो बिग बसको यो चाहिँ बिग बसको कहाँबाट किनेको यो किकबाट किनेको मेरो बुढोलाई जुत्ता सुज किनेको 3500 ओन्ली यो चाहिँ खोज्दा गरेर होइन बल्ल किकमा पायो है पापा नेपाली चाहिँ पाइयो है त्यहाँनिर अस्ति पनि गयो है हामी किकमा योपालि चाहिँ मैले खोजेको जस्तो जुत्ता पाएँ यो लगाएरै राख्नु तपाईँको जुत्ता उयो हुन्छ देखाइदिनु न यहाँ सुज एकदम दामी छ बुट खोजेको जस्तो जुत्ता पाएको छु है मैले अन्त मेरो फेरि एउटा स्पेसल चिज छ साथीहरू म तपाईँहरूलाई यो देखाउँछु यो चाहिँ हो मेरो फुमको छुबाट हो मेरो फुमले किनेको यो चाहिँ पापाको ब्रस कलर यो गर्ने चाहिँ भोलि त होइन अब दसैँ सकेपछि एक दिन पछि चाहिँ उयो बाहिर ग्रिलमा पेन्ट गर्नको लागि देखाउनु न ब्रस ल्याएको मास सामान मात्रै देखाउनु न दम मात्रै नि मासेस यो चाहिँ हो मेरो सामान हो यो चाहिँ के हो भन्दाखेरि चाहिँ नि केटीहरूलाई सबसे बेसी चाहिने चिज हो यो मेरो एकदमै दामी रेड कलरको लिपस्टिक यो चाहिँ मेरो फुमले किनिदिएको यो चाहिँ हो 999 रुपिस अन्त यहाँ छ एउटा यो चाहिँ हो दादाले किनिदिनु भएको मलाई नेल पोलिस दामी कलर छ दामी छ दामी खै अब चाहिँ आजको हाम्रो आजको सपिङ सपिङ सब सकेको छ एउटा टिक्क यो आज हाम्रो एउटा अनलाइनबाट यो पनि आएको छ पोस्टर पनि आएको छ होइन यो चाहिँ हामीले भित्र वालमा लगाउनु लागि मगाएको कति रुपियाँ थियो 150 त्यो त प्रिपेड हो कि म थाहै भएन यहाँ लेखेको हुँदैन त प्रिपेड यसमा प्राइस लेखेको छ हो यसको चाहिँ तपाईँलाई म भोलि पछि जब लगाउँछु त्यति बेला भिडियो बनाएर अपलोड गर्छु नि है त्यति बेला हेर्नुहोस् न ल अनि आजको हाम्रो सपिङ दिवाली सब्जीहरू अच्छा यो त हाम्रो लगाउने देखाउनु पर्यो हाम्रो लुगा फाटाहरू भयो होइन अब चाहिँ हामी यहाँनिर हाम्रो सामान देखाउँछु ल दसैँको लागि हामीले के किन्यौँ भन्दाखेरि चाहिँ ससेजहरू दिनु म फ्रिजमा हाल्छु ल दिँदै जानु यो चाहिँ नौराज दिँदै जानु ससेज हो होइन यो चिकन ससेज हो होइन यो चाहिँ चिकन ससेज यो चाहिँ मेरो छोराको लागि हो बाउको लागि एक्स्ट्रा छ यो चाहिँ फ्रेन्च फ्राइज अरे हो आएको यो चाहिँ पोटा है कस्तो टेस्टी हुन्छ चिकनको चिकन यो पनि दिइहालौँ न यो ल्याउ त यो माथि फ्रिजरमा राख्नु चुहेछ यो पनि चुच्दै रहेछ नि यो चाहिँ एक्चुअली लिभर ल्याएको अरे अचुको लागि यो दुध त अलिक मैला हुन्छ प्याकेट पकाएको त यो दही यहाँ हाल्नुपर्छ लिनु त पापा नराज यो फ्रुट्सहरू धु त एउटा बोलमा यसमा निकालेर फ्रुट धुनुपर्छ है दहीमा त सबै उयो मासुको पानी लागेछ यो के हो यो चाहिँ चिज हो ए पनिर हो पनिर साथीहरू यो पनिर चाहिँ नि मैले क्यान्टिनबाट हाम्रो वेट क्यान्टिनबाट ल्याएको कि यस्तो मिठो हुन्छ पनिर चाहिँ यस्तो हो नि त घिउलाई के राख्ने यो चाहिँ घिउ 600 रुपियाँ किलो अरे हाट बजारबाट ल्याएको बजार घुमेको सपिङ गरेको चाहिँ भिडियो गर्नु पाइनँ किनभने पुरा भिड थियो आज बजार यो सब्जी केमा राख्ने त्यहाँ राख्ने हो त्यहाँबाट निकाल्ने ठाउँै थिएन है पापा हो सब्जी त्यहाँ राख्ने हो कुन चाहिँ यो टमाटरहरू यिनीहरू त यहाँ यहाँ हाल्नुपर्छ अहिले मिलाउँ न ल यहाँ राखिदिनु यो चाहिँ मेरो टमाटर प्याज नरिवलहरू छ यो नरिवल चाहिँ खानुको लागि ल्याएको पानी पनि रहेछ यहाँ चाहिँ यहाँ सबै सब सामान बिगारेछ हौ त्यो उयोले
यहाँ चाहिँ आलु प्याजहरू छ। ओहो हातै बनाउनु भयो। जो दादा मेरो फ्रेन्ड्सहरूलाई के भनिदिनुहोस् त, मेरो सब्सक्राइबर अनि सबैजना साथीहरू हामीले चाहिँ अब दसैँको सपिङ लगभग गऱ्यौँ होइन। तपाईँहरूले के कस्तो छ तपाईँहरूले पनि गर्नुभयो होला है। सबैलाई ह्याप्पी दसेरा, एकदम खुसी साथ वर्ष दिन आएको चाडबाड हो, खुसी साथ मनाउनु होला। ह्याप्पी दसेरा एडभान्समा सबैजनालाई।